आइसकेपछि हामी चाहिँ मुनि हुँदाहुँदै एकदमै विभिन्न गाउँ हुँदाहुँदै चाहिँ हामी तल शान्तिपुर आइपुग्यौँ र शान्तिपुरमा आइपुगिसकेपछि हामीले त्यहाँ लगभग 1 घन्टामा विभिन्न नास्ता खाने क्रम र खाना खाने क्रम गऱ्यौँ। त्यसपछि खाना खाइसकेपछि आफ्नो गन्तव्यतर्फ फेरि गौँडाकोटमा हामी चाहिँ आफ्नो चाहिँ बाटो लाग्यौँ र जुन बाटोमा खिचेका विभिन्न फोटो दृश्यहरू तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ र एकदमै रमाइलो र यात्रा केही समयपछि स्कुलमा भएका ती पीडाहरूलाई बिर्सनको लागि भुल्नको लागि हामी गौँडाकोटदेखि हामी चाहिँ गुल्मी हुँदै हामी चाहिँ गुल्मीको बार्सीमा चाहिँ पुगेका थियौँ। एकदमै यात्रा रमाइलो क्षण विभिन्न फोटो खिचेर विभिन्न पल कुरा खिचेका थियौँ। धन्यवाद।